Hello guys, good morning. Happy New Year. आज हाम्रो यहाँ नयाँ वर्षको दिन 8 बजी जाने प्लान थियो होइन 6 बजी जाने प्लान थियो हामी निस्केको 9 बजी दिस इज माई फ्रेन्ड लापाडोमा लेट्स गो आज भाडे नि हालिन के गरे त्यो लाइक सिरियसली यसो गर्छ उजना पिछले थिए 10 रुपैयाँ आज चाहिँ हाम्रो यो फर्स्ट भ्लग हो नि त अनि मैले मेरो साथी नै दुईजना फर्स्ट भ्लग बनाएको लुक दिस ब्रो मुनी त एक मिनेट पनि भएको छैन यार फाइनली कहाँ हो सब्जी गाउँको सब्जी मैले मेरो कुरा गरिरहेको छु म हेर कस्तो के भन्नु म मेरो बारेमा म आफ्नै पेज जान्न चाहन्न जाऊ न तिमी मलाई साथीले खोलिस च्यास गरौँ थिइस् मुला खोलिन उसमा यति धेरै त्यहाँ फुटका छ कि म भन्नै सकिनँ ल खाइदिउँ ल खाएको ल सुतेरीको मसला खाएर आइफोन भएर यस्तो भवा लाउँछ खाइन खानु बौद्ध पुग्यो बौद्ध जुत्तो पनि देखिरहेको छ होला अब भित्र मैदा अनि न्यू इयर्समा यस्तो हुन्छ भने थाहा थिएन मलाई मैले सोचेको थिएँ अरू मान्छेहरू सबै बाहिर घुम्न जान्छ हामी दुईजना मात्रै हुन्छ भने यस्तो यस्तो भिड छ यहाँ त अहिले बाटोमा उता पुगेपछि हेर्नु जिन्दगीमा जे गर्न नि छोड्नु तर खानु चाहिँ कहिले नछोड्नु खानु छोड्यो भने नि सरी आमा म कति धेरै दिएको हेर त दिने भनेको नि यस्तो हो नि त अनि सब यो मलाई देखेर छ यो मान्छे लिएर आउँछु यहाँ आएर राम्रो भन्नु कति के हो मलाई भन अहिले भन पछि बिर्सिन्छ यार आज पहिले लागेर आइफोन मको गन सो अफ गरेर म छैन अहिले त म अहिले गर्न हाल्नु त्यसो चाहिन्छ त्यसमा चल ब्रो के गरेको छ मैले सामान मिलेन भयो नाइ सेल्फिस मान्छे माछा दुध देख्न मन लाग्छ मैले सेल्फिस अस्ति के मैले त्यो फिस भनेर चाहिँ स्पिस भन्छ Hey you fucking टाकासँगले सरर हिँड्दा यो फोनसँग मेरो जिन्दगी झन्डो भइसक्यो क्या अनि हात पनि यस्तो दुखिरहेको छ कसले बनायो भने त भगवान् जिन्दगी झन्डै फेरि हाम्रो गाउँमा भएर हो ज्यादा नै ज्यादा के मासिरहेको छ बुझ्छ बुझ्दैन कतिले बुझ्दैन बुझ्दो त नदिरहेको अनि यहाँ पहिला उसमा अगाडि पानी पिउने यो चाहिँ एउटा भैया हुन्छ नि भैया कि भयो नि अनि त्यसपछि बाटो नै खाने कन्फ्युज कुन दुध छिन्यो छिन्यो स्न्याक्समा त्यो डिस यो त अरू नलाग्नु जस्तो हुन्छ ब्रो चक्लेट हेर न यहाँ ठिक हो यो लुक दिस लुक यो चाहिँ मिठो लाग्ने थियो मलाई यो सूर्यमुखीको बिच सनफ्लावर हो लास्टमा पर्फेक्ट क्युट गर्नु भयो खेल्छस् मसँग भ्याक्सिन खेल्छ एक लातीमा मलाई म त दुई लाती हान्छ ब्राइटनेस कम गरे हो हजुर ए थाकेर अरे छिटो गमे रिसाको गुस्सा हो बेबी फाइनली बौद्धमा 3 राउन्ड भयो अब हामी घर फर्किँदैछौँ
तिमी र म आउनु पर्ने हामी एक दिनको लागि हाम्रो मतलब बढी सोल सहयोग भयो नि नै भयो नै होइन कि मतलब अन्त आत्मा मात्रै एक्सिडेन्ट भएको होइन अनि त्यसपछि त मेरो घरमा जाने थिएँ म तेरो घरमा जाने थिएँ अनि त्यो दुवै खानु कुटी खाएर ल फ्लावर यता यता दुईवटा फ्लावर छ यो यसलाई फ्लावर भनिँदैन यसले के भनिन्छ यसलाई के भनिन्छ भन्दाखेरि झिँगा दुईवटा झिँगा है बौद्धमा आज के आउनु भएको छ के भन्छ आउनु भएको छ छैन अरू तरिकाले यहाँ पाल्नु भएको छ यहाँ बौद्धमा दुईजना झिँगा पाल्नु भएको छ एउटा झिँगा त्यता टाउको गइँदैछ एउटा झिँगा यसरी हिँड्दैछ ए धनी कता फाटेको छ आनी आनी भन्दैन केटीको नाम हो भने आनीहरू यस्तो राम्रो कति सेती हो त्यसमाथि रहेछ कपाल के भन्छ कपाल कस्तो दाम खाएर त्यस्तो लामो गएमा कसैलाई जानकारी चाहिएको छ भने मेरो साथीले सोध्नु होला अन्त भोलि कहाँ छ भने छ भनिदिन्छ मतलब यस्तो हुन्छ सानो सानो डिटेलमा पनि भन्छ अनि तिमीले नभन्नु होइन त त्यत्रो मान्छे उसले के होइन भनेर ए भयो नि धेरै नहेर्ने अहिले मलाई इन्स्टिक्योर धेरै खानु सुतेको के हो नकिदा त्यही त जाऊ न तिमी मलाई मान्छेको बेइज्जत गरौँ हामी म र मेरो साथीलाई जति कसैलाई आउँदैन होला सायद सुन यो रियालिटी हो दुईवटा झिँगा भइहाल्यो यो खाना गाह्रो छ मलाई एकदम गाह्रो छ हो यतिमा कति धेरै सिधा हारी छ मेरो भाइ त यहाँ बौद्धसम्म आज मेरो साथीलाई के जागर चल्यो कि हेर यहाँबाट हिँड्यो माङ्गलको जनकल्याण माध्यमिक विद्यालयदेखि हिँडेर अनि सरी माङ्गलदेखि अनि फेरि यताभित्र छिर्ने न त हामी यहाँ गयो भने ठ्याक्कै रुममै पुग्छ कि अब यो जाने यस्तो जाँदा पनि चल्दो रहेछ यो मान्छे यो मान्छे त यस्तो ढाउ चल्छ कि मतलब खाएर आउँछ त्यत्रो इनर्जी के हो गाई मेरा नै वा मेरो कपाल काटेको डुमे काटेको कि नै राख्ने काम मैले काटिसकेर यत्रो भइसक्यो मलाई यो यहाँ आइपुग्दाखेरि के याद आयो भने रुम थाहा छ हामी रुम खोज्दा आएको यहाँ कसैले भनेको थियो कि यो बिल्डिङमा यो एकछिन यो बिल्डिङमा रुम खाली छ अरे अनि आएको त्यसरी भयो त फक भइदिएर त्यो यस्तो के भने थाहा छ गाडीको वालाले गाडीले रुम खाली छैन बहिनी यहाँ त त्यस्तो भनेर अनि त्यस्तै हो पातेनीहरू त्यसपछि घर पुग्यो त्यसपछि हल्का मसला खायो यसरी छर्केर वाह के सरस्वती नगर होइन यो हाम्रो चाहिँ के अरे 11को एक्जाम पनि यहीँ मुनि भएको थियो कि के अरे कुन कलेज जोसेफ कलेज होइन जोसेफ कलेज नै भएको थियो अनि एक्जाम सकेपछि यो उकालो होइन यस्तो लिटरली यस्तो गाह्रो थियो म तपाईँलाई देखाउँछु लुक दिस उकालो चढ्न यस्तो मजा आउँछ भन्नै पर्दैन नयाँ वर्षको शुभकामना हाँसिरहनु खुसी रहनु एक पार्टी भात खानु अनि प्रगति गर्नु कुनै जोक सेन्टरमा कहीँ सिट खाली छ भने मेरो साथीले अब मलाई भन्नु प्लिज म यति बेरोजगारी छु कि मैले तपाईँहरूलाई अघि देखाएर 10 रुपियाँ पकेटमा अन्ली 10 रुपियाँ वाह म यति रिच छु यतिकै काल हुनुहुन्छ भने गाउँमा बस्नुभन्दा काठमाडौँ आउनु होला गाउँमा बस्नु भन्दा कपी पेस्ट हानिरहेको छ यसले कपी पेस्ट हानेको त के अफ्रिकन मान्छेहरूलाई हेर्नु छ भने चाहिँ मतलब बनाउनु आफूलाई फेल बनाउनु छ भने यु क्यान कम टु काठमाडौँ त्योभन्दा कालो हप्सेनी जस्तो भइसक्यो यहाँ दुईजना एक दिन घरबाट के निस्किएको घामले हामीले हेपेर होला थ्याङ्क यू गाइज अब चाहिँ हामी घर पुग्न आँटेको सो नेक्स्ट भ्लगमा हामी भेट्नेछौँ बाई बाई